यहाँ हात पनि धुनु सकेको छैन यो मान्छेले ब्रस गरिसक्यो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग हजुरहरूलाई आजको यस मेरो भिडियोमा स्वागत छ। आजको भिडियोमा म हजुरहरूलाई मेरो तिनजुरे घर मनको बारेमा देखाउनेछु। हामीहरू अहिले धरानको भानुचोकमा छौँ र हाम्रो साथीहरू अहिले टिकट मिलाउँदै हुनुहुन्छ। अहिले हामी बसन्तपुर आइसकेका छौँ। गाडी यात्राको भिडियो मैले खिच्न सकिनँ। अब हामी यहाँ खाना खान्छौँ र यहीँदेखि चाहिँ हामी पैदल यात्रा गर्दै तिनजुरेसम्म पुग्नेछौँ र त्यहाँ पुगिसकेपछि लालीगुराँसहरूको अवलोकनसँगै हामीले अझ बढी रमाइलो गर्नेछौँ। हेर न त यहाँ ल अब चाहिँ तिनजुरे पुग्न आँट्यौँ एरियामा छिरिसकेको छ तिनजुरेको जङ्गल। ल ठिक छ नि। अहिले चाहिँ हामी तिनजुरेमा छौँ। हिजो राति हामी यही तिनजुरे के अरे पाँचपोखरी होमस्टे यही बसेका थियौँ। अब चाहिँ हामी एकछिनमा चिया नास्ता गरेपछि यता माथितिर लाग्नेछौँ। भिडियोमा आउँदैन, जाडो चाहिँ अति नै छ। यो चाहिँ ठ्याक्कै यो चाहिँ देउडा जिल्लाको सिमाना भयो। अनि योदेखि यतापट्टि चाहिँ हाम्रो तेह्रथुम पर्छ र यो त्यहाँ सुशील छ। सुशील त्यहाँदेखि आयो भनेपछि त्यो साइड सङ्खुवासभा पर्छ है। अनि अहिले चाहिँ अब राम्रोसँग घाम लागेको छैन होइन, कुहिरो परिरहेको छ। अनि घाम लाग्यो भने चाहिँ यहाँदेखि चाहिँ मकालु, कञ्चनजङ्घा, सगरमाथा जे जसको छन् जस अलिअलि हिमालको शिखरहरू देखा पर्छन् रे। हजुर हो कसरी घट्यो? चिसोले लग्दियो होला चार्ज। परस गरेको यस्तो चिसो भयो होइन, एकछिन त दाँतै जम्ला जस्तो भएको थियो। अनि त्यही हो, केटाहरू आगो तापिरहेको छ होला भित्र। यो चाहिँ ब्याक क्यामेराबाट देखाउँदाखेरि अहिले चाहिँ हामी योदेखि जान्छौँ। यहाँदेखि चाहिँ तिनजुरे पुरा घुमेर फर्किने बेला चाहिँ यो तल्लो बाटो भएर आउँछौँ। यहाँ चाहिँ यही हामी बसेको होटेलको दाजुले भनेअनुसार चाहिँ 21 प्रजातिको लालीगुराँसहरू पाइन्छन् रे।
त्यतादेखि आएको हामी चाहिँ जस अँधेरो भइसकेको थियो पानी परिरहेको थियो छाता ओर्दै हेलो चन्दन दोस्त ओइ चन्दन तिनचोटि बोलाइसक्यो यार के छ जाडो धेरै छ कस्तो लागिरहेछ धेरै जाडो छ यार अति चिसो छ फेरि अब यता जाने हो पिन्जेर डाँडातिर त्यसपछि फर्केर फेरि मन्दिर जाने त्यसपछि बल्ल घर जाने ल बिहानको 7 बजिरहेछ मैले ब्रस गरेँ मुख धोएँ यति चिसोमा पनि यहाँ हात पनि धुनु सकेको छैन यो मान्छेले ब्रस गरिसक्यो गाह्रो भइरहेको अहिले चिसो झन्डै झरेन हात सिमेन्टहरू हामी 3 जना ल अर्जुन भन त हामी कहाँदेखि आएको त्यो अलिकति कचन घरहरू जस्तो देखिएको नि त्यो बजार हो क्या त्यो बस्ने बजार बसन्तपुरबाट त्यहाँदेखि चाहिँ हामी त्यहाँबाट यसरी हिँड्दै यता हुँदै पाहाड हो हिँड्दै यहाँसम्म आएको हौ यो त झर्ला जस्तो हेर्दै अलि राम्रो ठाउँमा टिपाउँला नि